नमस्कार सबैलाई मेरो च्यानलमा स्वागत छ। यदि तपाईँ नयाँ हुनुहुन्छ भने धन्यवाद यो भिडियो हेर्नु भएकोमा। आजको भिडियोमा हामी स्टिकर कसरी बनाउने त्यो हेर्नेछौँ। सबैभन्दा अगाडि तपाईँ यो पेज सेट गर्नुपर्छ। पेज लेआउटमा आउनुहोस्। पेज लेआउट भने साइजमा जानु। साइजमा गएर A4 साइज पेपर चुन्नुहोस् अनि त्यसपछि मार्जिन चुन्नुहोस्। मार्जिनमा तपाईँले के न्यारोमै राख्नुहोस्। न्यारोमा राखेर ओरिएन्टेसनमा तपाईँले पोर्ट्रेट मोडमा जस्तै सिधा मोडमा राख्नुहोस् हैन। अनि त्यसपछि तपाईँ आउनुहोस् इन्सर्ट ट्याबमा। इन्सर्ट ट्याबमा आएपछि यो सेपमा आउनुहोस्। सेपमा रेक्टेङ्गल सेप लिनुहोस्। रेक्टेङ्गल सेप लिएर एउटा सेपमा यहाँ चुन्नुहोस्। यहाँ चुनेपछि तपाईँ यहाँ जानुहोस् हैन। यो साइज देख्नु भइरहेछ। साइज छ यसलाई त सेन्टिमिटरमा देखाइरहेछ हैन। यसलाई सेन्टिमिटरलाई चेन्ज गरेर हामीले के इन्चमा बनाऊँ। त्यसको लागि यो ड्रप डाउन लिस्टमा यहाँ देख्नु भइरहेछ। यहाँ क्लिक गर्नुहोस् अनि यहाँ मोर कमान्डमा जानुहोस्। मोर कमान्डमा गएपछि एडभान्स आउनेछ। एडभान्समा क्लिक गर्नुहोस् अनि अलिकति मुनि आउनुहोस्। मुनि आएपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ जस्तो कि यहाँनिर देखाइरहेको हुन्छ। यहाँनिर सो मेजरमेन्ट इन युनिट सेन्टिमिटर छ। यसलाई इन्चमा क्लिक गरेर ओके गरिदिनुहोस्। जस्तो ओके क्लिक गर्नुहुन्छ त्यस्तै यो अब इन्चमा हुन्छ। अनि यतापट्टिको साइजको यहाँ यत्रोबाट के एरो छ नि त्यहाँ जस्तो क्लिक गर्नुहुन्छ यो बक्स खोलिन्छ। अनि यसको साइज चाहिँ तपाईँले यही लेख्नुहोस् 2.2 इन्च। अनि यो वाइडमा चाहिँ तपाईँको 3.6 लेखेर यसलाई ओके गरिदिनुहोस् हैन। अनि ओके गरेपछि तपाईँले एउटा के कुन चाहिँ कलर फिल गर्नुहोस्। यसको आउटलाइन चाहिँ नो गरिदिनुहोस् हैन। यो गरिसक्नुभयो। त्यहाँदेखि तपाईँले एउटा टेक्स्ट बक्स पर्छ। टेक्स्ट बक्स लिएर टेक्स्ट बक्समा तपाईँले यस्तो गरेर एउटा लेखिदिनु हैन। टेक्स्ट बक्स लिएपछि यस्तो पनि बनाउन सक्नुहुन्छ। तपाईँले टेक्स्ट बक्सको तपाईँले सेप पनि चेन्ज गर्न सक्नुहुन्छ। जस्तो कि यहाँ देख्नु भइरहेछ फर्मेट टेक्स्ट खोलेपछि यहाँनिर यो आउँछ। यहाँ क्लिक गर्नुहोस् अनि एउटा कुनै पनि तपाईँले बनाउन सक्नुहुन्छ तर कमनली यो युज हुन्छ यो थिचिदिनुहोस् हैन। यो भयो। अनि तपाईँले यसलाई क्लिक गरेर अनि यसकै साथ शिफ्ट क्लिक गरेर यसलाई ब्याकपट्टिलाई क्लिक गर्नुहोस्। अनि यहाँ हेर्नु एलाइनमा गएर चाहिँ यसलाई सेन्टरमा एलाइन गरिदिनुहोस्। एलाइनमा गएपछि यहाँ अलिकति यस्तो गरेर सेन्टरमा एलाइन गरेर यसलाई हल्का मिलाउनुहोस् हैन टेक्स्ट बक्सलाई। यो येल्लो बटनले चाहिँ तपाईँले यसलाई अलिकति यसको यो पनि गर्न सक्नुहुन्छ जस्तो माथिपट्टिको हैन। अब यहाँनिर हामी फर्मेट दिउँ नेम हुन्छ हैन। हाम्रो स्टिकरमा जस्तो नेमवालामा क्लास हुन्छ द रोल नम्बर सब्जेक्ट रोल नम्बर सब्जेक्ट। अब त्यहाँदेखि तपाईँको के हुन्छ भने अरू एड्रेस भयो हैन। एड्रेस भयो अनि तपाईँको यहाँ के लेखिदिउँ स्कुल लेखिदिउँ। यो भयो नि त हैन। तर अलिकति यसलाई गडबड भयो। यसलाई सब्जेक्ट स्कुल एड्रेस लेखिदियो। यो भयो तपाईँको अब जस्तो कि यो तपाईँको के भयो स्टाइल भयो हैन। अब यसलाई नै तपाईँले यो पछाडिकोलाई क्लिक गर्नुहोस् अनि सिफ्ट क्लिक गरेर यो टेक्स्ट बक्सलाई पनि क्लिक गर्नुहोस्। सिफ्ट क्लिक गरेर टेक्स्ट बक्सको छेउमा जब कर्नरमा आउँछ सिफ्ट क्लिक गर्नुहोस् अनि क्लिक गर्नुहोस्। यो दुइटै सेलेक्ट भयो हैन। सेलेक्ट भएपछि अब चाहिँ के गर्नुहोस् भने कन्ट्रोल र सिफ्ट क्लिक गर्नु। कन्ट्रोल र सिफ्ट क्लिक गरेर यहाँ आउनुहोस्। यो हल्का यो प्लसवाला एरो देख्नुहुँदैछ यहाँनिर मेरो कर्सरमा प्लस देख्यो। त्यहाँदेखि यस्तो तान्नुहोस् हैन। यस्तो तान्नुभयो भने के हुन्छ भने यसको डुप्लिकेट बनिनेछ। अनि सेम फेरि अब यसलाई सिफ्ट क्लिक गरिदिनुहोस्। सिफ्ट क्लिक गरेर फेरि यसलाई टेक्स्ट बक्सलाई पनि सिफ्ट क्लिक गरिदिनुहोस्। अनि अब फेरि कन्ट्रोल र सिफ्ट थिचेर यसलाई मुनि तान्नुहोस्। यस्तो गर्नुहोस् हैन। अब तपाईँले यो गर्नु सकेन भने चाहिँ अब कन्ट्रोल र डी थिचिदिनुहोस्। डुप्लिकेट भएपछि डुप्लिकेट भएपछि मुनि पनि तपाईँले यसरी तान्नु सक्नुहुन्छ हैन। यसरी तानेर मिलाउन सक्नुहुन्छ। जस्तो कि यो देख्नु भइरहेछ। यसरी चाहिँ के हुन्छ भने तपाईँलाई अलिकति डिफिकल्ट पर्छ क्या अब कता हो के हो हैन। अन्त इजी हुन्छ कन्ट्रोल सिफ्ट अनि मुनि ड्र्याग भइहाल्यो हैन। यस्तो भएपछि अब तपाईँले यो जो फर्मेट छ फर्मेटको कलर चेन्ज गर्नुको लागि यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेर डबल क्लिक गरेपछि फर्मेट ट्याब खोलिन्छ। यो त मैले पहिला पनि बताइसकेको छु हैन मेरो कोर्समा। तपाईँले हेर्नुभएको छैन भने त्यो हेर्नु। यो पनि त्यसकै पार्ट हो प्रोजेक्टमा हामीले बताउँदैछ। यहाँनिर येल्लो स्लाइडिउँ हैन। यसको ब्याकग्राउन्ड कलर हटाइदिउँ। यहाँबाट तपाईँले अरू कलर पनि चुन्नु सक्नुहुनेछ। यसरी विभिन्न प्रकारको कलरहरू चुनेर हैन तपाईँले आफ्नो यसलाई इन्ट्रेस्टिङ बनाउँछ। अनि यो टेक्स्ट बक्सको चाहिँ तपाईँले यो के भन्छ सेयर्ड आउटलाइनमा गएर नो आउटलाइन गरिदिनुहोस्। यसले अलिक राम्रो देखिन्छ हैन। यसले यस्तो गर्छ आउटलाइन गर्यो हटाइदियो। यसलाई म फास्ट फरवर्ड गरिदिन्छु। डबल क्लिक गऱ्यो भने फर्मेट ट्याब खोलिहाल्छ। फर्मेट ट्याब खोलेर तपाईँले त्यो गर्नुपर्छ। अब तपाईँले यहाँ कमी भयो भने हैन जस्तो कलर कम्ती पऱ्यो भने तपाईँ यहाँ चाहिँ गएर यहाँ स्ट्यान्डर्ड कलरमा यति साह्रो कलरमा जुनै पनि लिन सक्नुहुन्छ। ओके गरिदिनुहोस्। यो चाहिँ एउटा जस्तो कि हामीले बनायो हैन। यो बनाइसक्यो। तपाईँले टेक्स्ट बक्सको अब सेप पनि चेन्ज गर्न सक्नुहुन्छ। अब तपाईँलाई यो मन परेन भने यहाँ फर्मेटमा जानुहोस्। फर्मेटमा चेन्ज सेपमा छ। अब कस्तो खाले सेपमा बनाउनु हुने तर प्रायः जस्तो यो सेपमा हुन्छ हैन। अनि तपाईँ अब अरू पनि बनाउन सक्नुहुन्छ। यस्तोवाला पनि बनाउन सक्नुहुनेछ। तपाईँको इच्छा अनुसारले गरिदिनुहोस्। अनि तपाईँलाई अब यहाँनिर एउटा इमेज लाउनु पऱ्यो। इमेज लाउनुको लागि चाहिँ इन्सर्ट ट्याबमा गएर
यहाँ पिक्चरमा क्लिक गर्नुहोस्। पिक्चरमा क्लिक गरेर तपाईँले जहाँ सेभ गर्नु भएछ नि यस्तो खालको पिएनजी यो तपाईँकोमा छैन भने मलाई कमेन्ट गर्नुहोस्, म तपाईँलाई यही दिइहाल्छु। अन्त तपाईँले नेटबाट अन्त कार्टुन पिएनजीहरू के भनेर सर्च गर्नुभयो भने त्यो आइहाल्छ, त्यसको केही प्रब्लमै छैन होइन। जस्तो तपाईँले तान्नुहुन्छ यो चाहिँ पछाडिपट्टि जान्छ है त्यो इमेज। त्यो इमेजमा तपाईँले क्लिक गरेर कहाँ जानुपर्छ, यो फर्मेट ट्याबमा जानुपर्छ। फर्मेट ट्याबमा गएपछि यहाँ देख्नुहुन्छ नि ट्याक्स ऱ्यापिङमा यहाँ गएर चाहिँ इन फ्रन्ट अफ ट्याक्स गर्नुपर्छ। यो सबै मैले बताइसकेको छु, त्यसले तपाईँलाई अलिक हेल्प हुनेछ। अनि यहाँनिर यो छेउमा आएर तपाईँले सानो बनाउनुहोस्, सानो बनाइदिनु। सानो बनाएर यसरी एरेन्ज गर्नुहोस्। यसरी एरेन्ज गरेर सबैमा तपाईँले राख्नु सक्नुहुन्छ होइन। एक एकवटा इमेज राख्नुहोस्। यो चाहिँ मैले तपाईँलाई बताइदिएँ। अन्त यसलाई अब अरू फेरि तपाईँलाई अझ एउटा बताइदिइहाल्छु। अब जस्तो कि यो चाहियो होइन मलाई, यो मैले तानेर यहाँ राखेँ। यो पछाडिपट्टि गयो, पछाडिपट्टि गएपछि यसलाई क्लिक गर्नुहोस् एकताल लेफ्ट क्लिकले। अनि त्यसपछि फर्मेट ट्याबमा गएर चाहिँ ट्याक्सको अगाडिपट्टि ल्याउनुपर्छ, इन फ्रन्ट अफ ट्याक्स। यहाँ टक्क क्लिक गर्नु अनि रिसाइज गर्नु। यसलाई यस्तो सानो बनाएर यहाँनिर यसलाई यस्तो गरिदिनुहोस्। यसलाई यस्तो एरेन्ज गरेर यो टुप्पीमा गएर तपाईँले यसलाई घुमाउनु पनि सक्नुहुन्छ। जस्तो कि यस्तो पाराले घुमाइदिनु सक्नुहुन्छ, तर यस्तो होइन, यस्तो पाराले होइन। एरेन्ज साइजहरू एरेन्ज गरेर तपाईँले यसरी बनाउनुहोस्। अन्त यसमा पनि अब इमेजहरू त हाल्नु सक्छु, तर म अब हाल्दिनँ किनकि भिडियो लामो हुन्छ। यो त तपाईँले जानिहाल्यो। अनि यसलाई सेभ गरेर तपाईँले कम्प्युटरमा लगेर प्रिन्ट गर्नु सक्नुहुन्छ। यसरी चाहिँ तपाईँले अब यस्तो चाहिँ मैले मेरो बहिनीलाई बनाएर दिएको थिएँ कि सानो फुच्चीलाई। ऊ चाहिँ एकदमै खुसी भएको थियो। मैले चाहिँ उसकै फोटोको स्टिकर बनाइदिएको थिएँ पिएनजी बनाएर। त्यसरी तपाईँले आफ्नो सानो भाइ बहिनीहरू छ भने त्यसलाई दिनु सक्नुहुन्छ। हुन्छ, धेरै धेरै धन्यवाद। अनि लास्टमा एउटा कुरा, जो मेरो फर्स्ट सब्सक्राइबर छ उसलाई धेरै धेरै धन्यवाद छ मलाई यस्तो सपोर्ट गरिदिनुकोमा। थ्याङ्क यू। हेर्दै गर्नुहोस्, अझै राम्रो भिडियो ल्याउनेछु।